बालेनको भिजनमा पेप्सी कोलामा बन्यो लोभलाग्दो फुटबल ग्राउन्ड। महानगरले दुबो ओछ्याएर चिटिक्क पारेपछि स्थानीय खुसीले गदगद। यसको क्रेडिट भनेको चाहिँ अब बालिन साला नै जान्छ, किनभने उहाँकै भिजनमा बनिरहेको हो नि त। हिजो उहाँले मेयर हुँदाखेरि उहाँले देखेको सपना हो, अब अहिले बल्ल हुँदैछ भनौँ न, अब साकार हुने बेला भएको छ। राम्रो बनाएर बालिन सरकारले राम्रो गरेको छ। अब हिलो हेर्नु, यहाँ त बसी नसक्ने भुराहरू डुबेर जान्थे। महानगरले बनाएको यो फुटबल ग्राउन्डमा के छन् त विशेषताहरू? यो हजुरको स्यान्ड र एग्रिगेट राखेर कम्प्याक्ट गरेको छ। यहाँको पानी यहीँ सोसोस भनेर आउटडोर भएर यहाँबाट ड्रेनमा जान्छ। ड्रेनबाट तपाईँको यो फिल्डमा रिचार्ज फिटहरू छ। रिचार्ज फिटको माध्यमले यहाँ ग्राउन्ड रिचार्ज भइरहेको छ। युभी प्रोटेक्टेडै हो होइन, त्यसको ग्यारेन्टी हुन्छ। त्यो हामीले म्यानुफ्याक्चरिङ गरेर आफ्नो स्पेसिफिकेसन अनुसार बाहिरबाट इम्पोर्ट गराएको हो। जे कुरोको पनि लाइफ हुन्छ, तर यो 8-10 वर्षसम्ममा खासै त्यस्तो प्रब्लम नहोला। नेचुरल ग्रासहरूको ग्राउन्डमा के हुन्छ कि पानी पर्यो भने गेम खेल्न सकिँदैन होइन, सिजनल हुन्छ त्यो कुरोहरू। यो भयो भने जुन सिजनमा पनि खेल्न पाइयो, 12 महिना खेल्न पाइयो, बर्सातमा पनि खेल्न पाइयो। हामी बालन सरलाई नै अब समर्थन गर्छौँ। अब नेपालमा फुटबल ग्राउन्डहरू त्यति राम्रो छैन। अब बजेट अस्तिको भाषण अनुसार यसपालि धेरै बन्दैछ भन्ने अब निर्णय भएको छ। एकदमै खुसी लागेको छ। विरोध गर्ने त गरिरहन्छन्, टिपुट पटाङहरू कराउँछन्, चिल्लाउँछन्, तर बालिन सरकारले जो छ कि राम्रो राम्रो योजना ल्याएको छ। यसो राम्रो बनाए, यहाँ घाँस उम्रिन्थ्यो, खुट्टा भाँचेर जान्थे बच्चाहरू, खुट्टा ठुलो खाएर जान्थे। ऊ अहिले हेर्नु करोडौँ रुपियाँ खर्च गरेर बनाउँदैछन्। बाटोघाटो तगारोहरू, पानीका सिँचाइहरू राम्रो राम्रो काम गरेका छन्। तर मुर्दाबादका नाराहरू लगाइरहेछन्। बुवा प्रधानमन्त्री भएर गइसक्नु उहाँ त होइन। त्यो त स्यालले लगाइहाल्छ नि, एउटा विपक्षले त भन्ने हो नि, कामै त्यही हो नि। विपक्षले बोली नै त्यही हो। जनता प्रधानमन्त्रीकै साथमा सन्तुष्ट किन 100% भन्नु, 2-4 मत ल्याएको सरकार किन डक्नेवालै छैनन् नि। अब यिनीहरूले बोलेर हुने हो र? यो त खजन्सीमा यो त नोट रहेछ, हारमा हालेर नोट। त्यो नोट कहाँ किन कुहाएर राखेको त? 5 वर्ष प्रधानमन्त्री हुँदाखेरि देशमा किन नगरे खर्च? 5 पटक प्रधानमन्त्री भए। माउले जनता मारेर भुरकुट पार्यो। 24 घन्टामा जेएनजीले देशै बदलिदियो, नमुना बनाइदियो देशको। लगभग 3 वर्ष काठमाडौँ महानगरको मेयर हुनुभयो। यस्ता ग्राउन्डहरू धेरै ठाउँमा बनेका छन्। यहाँ कतिपय युवाको पनि कुरा सुन्यौँ हामीले। उहाँहरू अब त्यही त हो नि, हिउँदमा धुलो खानु पर्थ्यो, बिरामी हुन्थे, रुवाखोकी लाग्थ्यो होइन। अब बर्खामा हिलोमा खेल्नु पर्थ्यो होइन। बिदामा अब यस्तो भिडभाडमा कहीँ जाने ठाउँ पनि छैन, खुल्ला ठाउँ छैन। जे पनि यो ग्राउन्ड बनेर राम्रो भयो। धेरै राम्रो। ग्राउन्ड मात्रै होइन, अन्त पनि राम्रो राम्रो काम गर्दै आउनु भएको छ। ग्राउन्ड बन्ने बित्तिकै बालेनको नाम लिनुभयो। अब अहिले त महानगरको प्रमुख भनेको सुनिता डङ्गल हुनुहुन्छ। नै अब सुनिता डङ्गल पनि त्यसो हो। म त फेरि रवि लामे छाने छैन, उनको पनि बक्सेको मान्छे हो। म त होइन पक्ष